तो गाइस अहिले हामी कोशी ब्यारेजमा छौँ हैन। फाइनली हामी अहिले कोशी ब्यारेज पुगिसकेका छौँ र अहिले देख्न सक्नुहुन्छ कतिवटा गेट खुला थियो अरे हाम्रो अहिले आउँदा त 3टा गेट खुला थियो है। हो यता कसरी देखाउनु थियो अहिले हामी 25 नम्बर गेटमा पुगिसकेका छौँ। सो किप वाचिङ गाइज। अहिले हामी फेरि बर्दिवास पुगेपछि भ्लग स्टार्ट फेरि गर्न सक्छौँ। थ्याङ्क यू। यहाँको गेट खुल्ला रहेछ नि त हिँडौँ न। गाडी आइ मासाला लौरा लागिहाल्छ नि अब सोच त म आज हामी कोशीबाट इन्डिया जाँदैछौँ। अहिले हामी बोटिङमा छौँ होइन। यता हाम्रो अहिले भएर गाई चाहिँ सुरुमा चाहिँ लाग्यो ढल्केर अहिले त अहिले हाम्रो बोटिङ चलिरहेको छ। र गाइजहरू कस्तो लागिरहेको भन त। टाइटेनिक खोइ कस्तो लागिरहेको हाम्रो माझी दोस्त कस्तो लागिरहेको हाम्रो भन त। फर्स्ट एक्सपिरियन्स डर लागिरहेको छ भन्नुहुन्छ होइन। अहिले हामी कहाँ त थाहै छैन अनि कहाँ मन्दिर अहिले हामी सूर्य गयो। तो गाइज अहिले हामी उदयपुर जाँदैछौँ। तो फाइनल्ली हामी 70 बाटो हिँडिसकेका छौँ। अहिले चाहिँ हामी उदयपुरको बाटो हुँदै अहिले हामी उदयपुर छौँ र आज चाहिँ हामी बर्दिवास गएर बस्छौँ। सो गाइज देख्न सक्नुहुन्छ। गाइज अहिले हामी बाटो गऱ्यौँ शान्त गऱ्यौँ। अहिले हामी सिन्धुली जाँदैछौँ होइन। सो अहिले हामी सिन्धुली बर्दिवासको रोडमा छौँ र यो चाहिँ हामी मदन भण्डारी हाइवेमा छौँ है। सो गाइज अहिले साँझको लगभग 5 बजिसकेको छ। सो हाम्रो ट्रिप कन्टिन्यू नै छ र
रातभर नसुतेको हुनाले आँखा चाहिँ पोलिरहेको छ, टाउको दुखिरहेको छ, हेर्न मिलिरहेको छैन। जम्मा 4 घन्टा सुत्दैछ गाइस होइन। सो हाम्रो जर्नी कन्टिन्यू छ। यता हाम्रो सर हुनुहुन्छ र यता यो हाम्रो मदन भण्डारी हाइवे हुँदै हामी जाँदैछौँ गाइस। Keep watching. Don't forget to like, comment and subscribe. लाइट वाले को सर don't forget to like, comment and subscribe guys. Keep watching. अहिले हामी उदयपुर छौँ होइन। हाम्रो जर्नी कन्टिन्यू नै छ। अहिले हामी उदयपुरबाट हामी अहिले जाँदैछौँ बर्दिवास है। सो गाइस अहिले चाहिँ हामी करेन्टली हामी अहिले उदयपुरमा छौँ गाइस। सो देख्न सक्नुहुन्छ हाम्रो जर्नी कन्टिन्यू नै छ। किप वाचिङ गाइस। के कहिले हुन्छ भने फाइनली गाइज आज हाम्रो टुरको लास्ट दिन र भर्खर म उठिसकेको छु होइन। अहिले बजेको छ हाम्रो 36 मतलब 6:30। सो आज अहिले हामी बर्दिवास छौँ होइन। होटलको नाम चाहिँ हाम्रो के अरे हो होटलको नाम? हामी अहिले होटल यात्री निवासमा छौँ होइन। एकदम पिस छ, त्यही अनुसारको प्राइस पनि छ फेरि होइन। सो अहिले आज हामी चाहिँ यहाँबाट अब निस्केर सो आज हामी हिँड्छौँ हाम्रो काठमाडौँ। र अहिले त अर्को सुतिरहेको छ होइन। र यता अर्को गाइस छन्। सो गाइस किप वाचिङ। डोन्ट फर्गेट टु लाइक, कमेन्ट एन्ड सब्सक्राइब। हाम्रो ब्लग कस्तो लागिरहेको छ कृपया लाइक कमेन्ट गर्न नबिर्सिनु होला। यो गाइस तो हेलो गाइज अहिले हामी होटल यात्री निवासमा छौँ होइन। कुन ठाउँ अरे बर्दिवास? रातमाटा भन्ने ठाउँ हो। रातमाटा भन्ने ठाउँमा छौँ अरे होइन। कुन ठाउँमा छौँ त मलाई थाहा छैन किनभने राति 10 बजे आएर बसेको। अनि अब आज हाम्रो यात्रा छ काठमाडौँसम्मको डेस्टिनेसन छ होइन। सो अहिले गाइज म छु होटल यात्री निवासमा र अहिले हाम्रो चलिरहेछ ब्रेकफास्टको टाइम र अहिले मसँग छ हट वाटर है। सो गाइज अहिले हामी हाम्रो जर्नीको सबै कुराहरू भ्लग मार्फत देखाउने नै छौँ। सो किप वाचिङ गाइज। डोन्ट फर्गेट टु लाइक, कमेन्ट एन्ड सब्सक्राइब। हाम्रो सिआर चाहिँ पछाडि छ नि गाइज। मोटाएर भिडियोमा पनि देख्दैन। सो ब्लग कस्तो लागिरहेछ गाइज प्लिज कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू।